आफैमा मात्रै एउटा राम्रो काम गरेर हुँदैन, समन्वयात्मक तरिकाबाट काम गर्यो भने मात्रै उपलब्धिमूलक काम हुनसक्छ भन्ने मैले चाहिँ नि यहाँहरूको अगाडि राखेँ। अब यति काम यहाँहरूले गरिदिनु भएको छ मेरो टाइममा। मेरो लागि वास्तवमा यहाँबाट निस्किँदाखेरि सबै मन्त्रालयबाट म निस्किँदा मैले गर्व नै महसुस गरेको छु। मैले केही काम गरेँ भन्ने कुरा महसुस गरेको छु। नयाँ कुरा सिक्ने पनि मौका पाएँ मैले। नयाँ कुरा के भन्नुहुन्छ भने चुनावको लागि वातावरण बनाउने क्रममा मलाई सम्माननीय प्रधानमन्त्रीज्यूले तपाईँ राजनीतिक दलहरूले अहिले पनि विश्वास गरेको छैन कि यहाँ चुनाव हुन सक्छ भनेर यो अवस्था परिस्थितिमा तपाईहरुले संवाद गर्नु पर्यो भनेर भनिसकेपछि संवाद गर्नको निमित्त गठित समितिमा म थिएँ, पूर्व मन्त्री जगदीश खरेलजी हुनुहुन्थ्यो, त्यसपछि अजय भद्र खनालजी सल्लाहकार उहाँ हुनुहुन्थ्यो। हामीहरू तीन जनाको एउटा संयोजन यति राम्रो रह्यो कि हामीले प्रत्येक दलहरुसँग सम्पर्कमा बस्यौं र उहाँहरुसँग छलफल गर्यौं। कठिन परिस्थिति उहाँहरुको पनि बुझ्यौं, हामीहरूले समस्याहरू कतिपय अवस्थाहरूमा हामीलाई दोषारोपण पनि भए, तथापि ती दोषारोपणहरू बिस्तारै बिस्तारै ती स्पष्ट हुँदै गए र त्यो छलफल गर्दै गएपछि चुनावको एउटा वातावरण बन्दै गयो। एकातिर भने सुरक्षा संयन्त्रहरूले पनि आफ्नो प्रकृतिबाट काम गर्नुभयो र सबैभन्दा मलाई महत्त्वपूर्ण लागेको चाहिँ त्यो जुन इन्टेलिजेन्स हामी भनेर भन्छौं, हाम्रो एनआईडी जुन भनेर भनिराखेको छौं हामीहरूले, त्यो विभागको कार्यक्षमता र उहाँहरूलाई चाहिँ स्वतन्त्र रूपमा काम गर्न दिने हो र क्रेडिबल काम गर्नलाई उहाँहरूलाई हेरेर ओभरसाइट यदि राख्ने हो भने अत्यन्त महत्त्वपूर्ण काम हुने देखेको छु। उहाँहरूबाट प्राप्त भएको सूचनाको आधारमा सुरक्षाको स्थितिलाई सुदृढ बनाउन सकिएको हो भन्ने कुरा पनि म यहाँहरूको अगाडि भन्न चाहन्छु। नेपाल नागरिक उड्डयन प्राधिकरणबाट पाउन सक्नुहुनेछ, किनभने उहाँहरू अहिले एउटा ट्र्याकमा हिँड्न थालिसकेको महसुस भयो मलाई। युरोपियन युनियनका यहाँको आवासीय राजदूतज्यूले पनि के भन्नुभयो भनेर भन्दाखेरि धेरै समय पश्चात अब हामी सम्पर्कमा बसेका छौं र एउटा सकारात्मक काम हुन थाल्यो भनेर। र यो बिचमा उहाँहरूको सहयोगले तपाईहरुको जानकारीमा कति छ थाहा छैन मलाई, हेलिकप्टरको सेफ्टी ट्रेनिङहरुको निमित्त भनेर जुन एउटा आवश्यक ट्रेनिङ हुन्छ, उहाँहरूको सहयोगमा अहिले केही समयको लागि एउटा पोर्टेबल सिमुलेटर हेलिकप्टरको अहिले काठमाडौँमा छ र एउटा पुरै कोर्स जुन जसको लागि नेपाली हेलिकप्टर पाइलट चालकहरू विदेश जानु पर्थ्यो, त्यो एक्रिडिएटेड ट्रेनिङ अहिले केही दिन हप्तादेखि काठमाडौँमै चलिराखेको छ नागरिक उड्डयन प्राधिकरणमा। त्यो ठूलो उपलब्धि किन म मान्छु भनेर भन्दा अब नेपालको उड्डयन क्षेत्रले सुधारको क्रममा आइसक्यो। यसलाई निरन्तरता दियो भने यो अहिलेको यो सेफ्टी कन्सर्नका कुराहरू, आइकाओले उठाएका विषयहरू, सेफ्टीका विषयहरू, यावत कुराहरूको समाधान अब चाँडै गर्न सकिन्छ, सुधारमुखी भइसकेको भन्ने कुराको एउटा सुरुवात यो भएको छ। आगामी सरकारले त्यसलाई निरन्तरता यदि दिने हो, सही ठाउँमा, सही स्थानमा, सही व्यक्तिलाई नियुक्त गर्ने हो भने यो सुधारको कार्यक्रम चाहिँ अगाडि बढ्छ भन्ने कुरा मलाई लागेको छ। आफै